हेलो गुड मर्निङ साथीहरु सबैजनालाई ह्यापी तिहार। आजको तिहार आज चाहिँ तिहारको दिन सबैजनाले रमाइलो गर्दै हुनुहुन्छ होला। भाइटिका भाइलाई दाइलाई माला उन्दै हुनुहुन्छ होला। अनि म पनि उठिसके। तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज न्यू डे न्यू ब्लगका साथ म उपस्थित भइसकेको छु। आज चाहिँ हामीले पनि तिहार मनाउने विचार गरेका छौं। आज बहिनीको र मेरो चाहिँ दुवैजनाको छुट्टी छ, किनकि हामीले छुट्टी हालेको थियौं स्पेशली तिहारको लागि। अनि आज चाहिँ अब पूजा गर्छु। म चाहिँ उठेर नुहाइधुवाइ गरेर अब हल्का सजधज के अब म चाहिँ अब पूजा गर्छु र त्यसपछि चाहिँ आज रोटाउने मिठो मिठो खानेकुराहरू बनाउने खाने। अनि बेलुका चाहिँ सपिङ गर्न जाने प्लान छ हाम्रो चाहिँ। त्यही भएर सकेसम्म 12 बजेसम्म बनाएर अनि खाने अनि त्यसपछि रमाइलो गर्ने प्लानमा छौँ हामी दुई बहिनी। चामल पिस्नको लागि रेडी भइसके, यहाँ नै भिजाएर राखेको हो। अनि यसलाई चाहिँ अब मिक्सरमा पिसेर अनि त्यसपछि सेल पकाउने तयारी छ हाम्रो चाहिँ। अब चाहिँ पिठोलाई पिस्छु क्या अनि यहाँ मिक्सरमा। अनि त्यसपछि मैले चाहिँ तिहारको लागि भनेर रोटी हाल्ने पिठो चाहिँ रेडी बनाइसकेँ। यो चाहिँ पिठो मलाई अनि मैले चाहिँ तिहारको लागि भनेर रोटी हाल्ने पिठो चाहिँ रेडी भइसक्यो। अब चाहिँ यहाँ यता चाहिँ तेल रेडी छ। अब चाहिँ हामी रोटी पकाउँछौँ बहिनीले र मैले अनि खाने। सबैजनालाई ह्यापी तिहार। भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। ल अब चाहिँ म रोटी हाल्छु। कस्तो हुन्छ थाहा छैन क्या, यो फर्स्ट टाइम हो। अब हेरौँ ओए कस्तो हो यो कस्तो हुने हो यो रोटी। तेल पाके होला राम्रो तेल पाके भयो। हामीले चाहिँ सेलरोटी पकायौँ। मैले चाहिँ नेपाल हुँदा चाहिँ मैले खासै सेल बनाएको थिइनँ क्या। जहिले मेरो मम्मीले मात्रै पकाउनु हुन्थ्यो। अनि म जापान आएर चाहिँ अहिले चाहिँ फर्स्ट टाइम हो। अनि मैले फर्स्ट टाइममा नै यस्तो रोटी पकाएँ होइन, सेल पकाएँ। अब मम्मीलाई नेपाल गए पछाडि मम्मीले दुःख गर्न पर्ने रातभरि जागो बसेर मैले रोटी बनाउँछु। मम्मीले चाहिँ हेरे मात्रै हुन्छ है। मम्मी म जापान आएर यति त सिकेँ। मैले धेरै सम्झिन्छु सबैजनालाई, दिदी मम्मी भाइ फुपू बहिनी सबजनालाई धेरै धेरै मिस यु। मेरो भिडियो हेर्नु अनि मैले कति सम्झिरहेछु भनेर तपाईँहरूले पनि थाहा पाउनु। हामीले चाहिँ सेलरोटी चाहिँ पकाइसक्यौँ। बहिनीले चाहिँ अचारको तयारी गर्दैछिन्। यता चाहिँ अचारको तयारी हुँदैछ। यता काटकुट गर्दैछिन्। यहाँ चाहिँ ल्यापटपमा चाहिँ हामीले भजन सुनेर चाहिँ आज तिहारको भाइब क्रिएट गर्दैछौँ। अनि यो बास्केट फेरि कपडा सुकाउन लिएर हिँड्न लाग्यौँ। बहिनीले यता गर्दैछिन्। यहाँ चाहिँ आलु रेडी हुँदैछ। बहिनीले चाहिँ त्यहाँ काम गर्दैछिन्। सेलरोटी चाहिँ यस्तै भयो क्या। बहिनीसँग गफ गर्दै गरेको अनि हल्का काले काले टाइपको रोटी भयो। तर राम्रो चाहिँ राम्रो भयो। यो चाहिँ मैले फर्स्ट टाइम हालेको रोटी हो। यतिको भइरहेछ। अब खाएर टेस्ट गरेको चाहिँ छैन। अब चाहिँ यो प्राउनलाई चाहिँ फ्राई गर्छु। बहिनीले चाहिँ अचार बनाउँछिन्। अनि त्यस पछाडि हेरौँ आज के बन्छ थाहा छैन। अब बहिनीलाई चाहिँ उता प्याज काट्ने पुरै पिरो भयो अरे क्या। बिचाएर एउटा आँसुले घर हालेर राखेँ कि हेर्दा यो केटी यस्तै हुन् क्या। यिनीलाई भिडियो खिच्न भनिसकेपछि इरिटेट लाग्छ रोइथिन्। अनि मैले चाहिँ यहाँ त भनेको क्या बहिनी त घरलाई सम्झेर रोइछिन् भनेर मैले भिडियोमा हालिदिन्छ अब भने त्यही भएर क्या तिनीलाई चाहिएको। उता बहिनीले चाहिँ अस्ति नैदेखि पानीपुरी खाने भनिरहेको थिइन्। मैले लास्ट पानीपुरी खान मन छ अरे। अनि त्यसपछि नेपालमा लाग्छ यहाँ त तपाईँले त बेच्दैन नि त पानीपुरी, नेपाली पसलमा मात्रै हो। अनि बहिनीलाई फेरि अनि अस्ति दिन मैले मसँग छ त्यही बनाउँछु भन्दाखेरि आज तिहारमै भए पनि बहिनीलाई खान मन लागिरहेको चिज होइन, बनाएर खाने भनेर यही पानीपुरी पनि मैले फ्राई गर्न लाग्छु। अनि यता चाहिँ प्राउन चाहिँ मैले फ्राई गरेँ। अनि यता चाहिँ रोटी बन्यो। बहिनीले चाहिँ उता अचारको तयारी गर्दैछिन्। आज चाहिँ दुई बहिनीले के हुन्छ बनाउने खाने मिठो मिठो भनेर। त्यही हो साथीहरू, तपाईँहरूले पनि रमाइलो गर्नु, मिठो मिठो बनाउनु खानु है। सबैजनाले राम्रोसँग तिहार मनाउनु। हजुर यो चाहिँ रोस्ट बनाउने मासु हो। हामीले चाहिँ यही सेलरोटी बनायौँ। अनि मैले यो पानीपुरी पनि फ्राई गरेँ अनि यो प्राउन पनि फ्राई गरेँ। अनि यही तेलमा चाहिँ यो रोस्ट पाक्छ। अब यहाँ चाहिँ रोस्ट बनाउँदैछु मैले। तेल चाहिँ हल्का थोरै भयो क्या, के हो भने एडजस्टै गर्नुपर्छ। अहिले
फाइनल्ली बहिनीले अचार नि रेडी भयो। अब हाम्रो चाहिँ रोटी पनि बनिसक्यो, रोस्ट पनि बनिसक्यो। अब चाहिँ ग्रेभीवाला मासु बन्न बाँकी छ। अनि त्यस पछाडि चाहिँ हाम्रो चाहिँ खाने सबै कुराहरू रेडी हुन्छ। यहाँ चाहिँ भात पनि पाकिसक्यो। अब यहाँ अचार पनि रेडी छ। अनि यो रोस्ट भयो, यहाँ पनि रेडी छ, रोटी पनि रेडी छ। यहाँ यो पाक्यो भने चाहिँ ओके हुन्छ। अब हामीले चाहिँ यो भुइँमा चाहिँ एकदम फोहोर भयो क्या, अनि त्यही भएर यो चाहिँ सफा गर्न लाग्यो। बहिनीले भ्याकुम लगाउनलाई छिन्। अब चट्टै यो सफा गरिसके पछाडि अनि मैले चाहिँ यहाँ खाना चाहिँ टेबलमाथि राख्छु। अनि त्यस पछाडि टक्क लाएर अनि खाने तयारी हुन्छ। अनि हामी फेरि अहिले बेलुका पख चाहिँ उता जानुपर्ने छ क्या, उता सपिङ गर्न जानुपर्ने छ बहिनी र म। अनि त्यही भएर चाहिँ बहिनीको अनुहार चाहिँ देख्न सक्नुहुन्छ, बहिनी लजाएर भुत्तुक्कै भन्छ। अनि हामी चाहिँ खाना खाएर उता जाने हो, अहिले हामीलाई लिन आउनु छ। अनि त्यही भएर हामी चाहिँ 1 बजेसम्ममा हामी चाहिँ रेडी हुन पर्ने छ। त्यही भएर टाइमको चाहिँ ख्याल गरेर गर्नुपर्छ। अहिले चाहिँ 12:30 भयो, कौतडीमा चाहिँ 12:30 हुन्छ। ल हामीले चाहिँ अब सबै खानाहरू बनाइसकेर चाहिँ अब खाने बेला भयो, किनकि अब अहिले चाहिँ 12:10 भइसक्यो ह। किनकि हामी अहिले फेरि बेलुका सपिङ गर्न जानुपर्छ। अहिले 12:30मा लिन आउनु भन्नुपर्ने छ हामीले। अनि त्यही भएर यो चाहिँ सेल भयो, अचार रोटी सबै छ। यहाँ यो पनि छ। पानीपुरी चाहिँ अहिले पछि बनाएर खाने, अहिले चाहिँ यही खाने भनेर। अनि यहाँ चाहिँ पाउनहरू पनि छ। त्यही हो साथीहरू, हाम्रो तिहार चाहिँ यसरी नै अब खाने अनि रमाइलो गर्ने, त्यही हो। तपाईँहरूको चाहिँ कस्तो भयो कमेन्ट गर्न नबिर्सिनु होला। भयो सब परिकार रेडी छ। यहाँ हाम्रो चाहिँ बहिनीले चाहिँ पस्किसकिन्। अनि त्यस पछाडि टन्न लाएर अब चाहिँ हामी खाना खान्छौँ। म बहिनी त्यता बसेछिन् अनि म चाहिँ यता बसेको छु। अब चाहिँ हामी खाना खान्छौँ। हुन्छ अब खाना खाऊँ त नि। ल त्यही हो साथीहरू, हामीले मिलेर बनायौँ। बोल्नु चाहिँ कोकालाई छिन के मिस भयो भनेको कोक नभएर बरु चाहिँ यहाँ सुन्न देखेको। ल बल्ल ओके भयो। ल बस अहिले हाल न, कति थोरै हाल। ल हुन्छ ओके। ल चेस गरौँ। चियर्स। चियर्स। अब चाहिँ रेडी हो। चियर्स चियर्स। बहिनी त मैता हामीले चाहिँ खानासाना खाएर सकिसक्यो। अब हाम्रो तिहार पनि सक्यो साथीहरू। अब टिका लगाउने त भएन, बहिनीले र मैले बनाउने खाने चाहिँ गऱ्यौँ। सेल पनि मिठो थियो। सेल पनि मिठो थियो। अनि बहिनीले भन्छन् कस्तो भयो भनेर। बहिनी कस्तो लाग्यो तिमीलाई? ल भन कस्तो थियो मासुहरू? यता भन न। कडक थियो। मिठो थियो। ल मेरो सब्सक्राइबरहरूलाई के भन्न चाहन्छौ तिमी? भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद साथीहरू। हामी चाहिँ खानासाना खाइसक्यौँ। अब चाहिँ हाम्रो तिहार सक्यो। अहिले चाहिँ हामी सपिङ गर्न जानुपर्ने छ। त्यही भएर दिदी र बहिनी चाहिँ मिलेर अब हामी चाहिँ सपिङ गर्न जान्छौँ। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद साथीहरू। लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि म चाहिँ नयाँ भिडियोहरू लिएर तपाईँको सामु उपस्थित हुने नै छु। आजलाई चाहिँ छुट्यो। सबैजनालाई ह्याप्पी तिहार, राम्रोसँग तिहार मनाउनु होला। बाई बाई। थ्याङ्क यू फर वाचिङ। बाई बाई।